हो आज चाहिँ हामी अब यहाँनिर इङ्ग्लिसको 12वटा टेन्स हामीलाई पहिले पढाउँदाखेरि चाहिँ अलिक साह्रै बुझ्न गाह्रो हुन्थ्यो। त्यही भएर चाहिँ आज म अलिक सजिलो हुन्छ कि भनेर यो 12वटा टेन्सहरूलाई चाहिँ बुझाउन गइरहेको छु। यो अलिक सजिलो हुन्छ कि भन्ने कुरा मात्र हो हैन। टेन्स स्ट्रक्चर विथ एक्जाम्पल प्रेजेन्ट सिम्पल वा सिम्पल प्रेजेन्ट टेन्स सब्जेक्ट चाहिँ सबै उसमा हुन्छ हैन। सबै टेन्सको अगाडि सब्जेक्ट र लास्टमा अब्जेक्ट हुन्छ। यो हामीले त्यही भएर बिचको दुईटा मात्र थोरै मात्र गर्दाखेरि सम्झिँदाखेरि हुने भएर चाहिँ त्यसरी पढ्दा सजिलो हुन्छ भनेर चाहिँ मैले भिडियो बनाउन गएको छु। प्रेजेन्ट सिम्पल वा सिम्पल प्रेजेन्ट टेन्स सब्जेक्ट प्लस V1 V5 सिम्पल प्रेजेन्ट टेन्समा चाहिँ के हुन्छ V1 V5 ओन्ली V1 V5 सब्जेक्टहरु त भइहाल्छ V1 V5 हुन्छ हैन। त्यसैले म भात खान्छु म स्कुल जान्छु हामी नियमित गर्ने कुराहरु चाहिँ यसमा हुन्छ। यसमा चाहिँ हामीले V1 V5 सिम्पल प्रेजेन्ट टेन्समा ओन्ली V1 V5 गर्दा सम्झिँदा भइहाल्यो। दोस्रोमा छ प्रेजेन्ट कन्टिन्युअस टेन्स सब्जेक्ट त सबैमा भइहाल्छ। त्यसकारण यसमा चाहिँ इजएमआर प्लस प्रेजेन्ट कन्टिन्युअसमा चाहिँ इजएमआर प्लस V4 मात्र हामीले हेर्नु। सिम्पल प्रेजेन्ट टेन्समा V1 V5 प्रेजेन्ट कन्टिन्युअसमा इजएमआर प्लस V4 यसमा चाहिँ नियमित गरिरहेका कामहरु हुन्छ हैन। अनि प्रेजेन्ट पर्फेक्ट टेन्समा चाहिँ इजएमआर कन्टिन्युअस हो अनि प्रेजेन्ट पर्फेक्टमा चाहिँ हैज ह्याभ प्लस V3 डन पुरै पहिले भइसकेको कामहरु यसमा हुन्छ हैन। पर्फेक्टमा अनि प्रेजेन्ट पर्फेक्ट कन्टिन्युअसमा चाहिँ सब्जेक्ट प्लस सब्जेक्ट त सबैमा भयो सब्जेक्ट अर्को सबैमा भयो। यसमा चाहिँ हैज ह्याभ प्लस बीन प्लस V4 अनि सिम्पल पास्ट टेन्समा चाहिँ V2 सब्जेक्ट अर्को भन्छ यसमा चाहिँ सब्जेक्ट प्लस V2 पास्ट कन्टिन्युअसमा चाहिँ वाज वेयर प्लस V4 V2 पास्ट कन्टिन्युअसमा वाज वेयर प्लस V4 पास्ट पर्फेक्ट टेन्समा चाहिँ ह्याड प्लस V3 पास्ट पर्फेक्टमा चाहिँ ह्याड प्लस V3 पास्ट पर्फेक्ट कन्टिन्युअसमा चाहिँ सब्जेक्ट प्लस सब्जेक्ट भयो ह्याड प्लस बीन प्लस V4 यसमा चाहिँ आइएनजी आई ह्याड बीन इटिङ राइस म चाहिँ मैले चाहिँ पहिले भात खाइसके। फ्युचर सिम्पल र सिम्पल फ्युचर टेन्समा चाहिँ विल सेल प्लस V4 भविष्यमा हुने चाहिँ त्यसलाई सामान्य रूपमा भविष्यमा हुनेलाई चाहिँ सिम्पल हुन्छ आई विल इट राइस आई सेल इट राइस पनि हुन्छ हैन। अनि फ्युचर कन्टिन्युअसमा चाहिँ यसमा चाहिँ के भयो विल सेल प्लस V1 सिम्पल फ्युचरमा चाहिँ विल सेल प्लस V1 फ्युचर कन्टिन्युअस चाहिँ विल सेल प्लस B प्लस V4 यसमा V1 यसमा विल सेल प्लस B प्लस V4 अनि फ्युचर पर्फेक्टमा चाहिँ सब्जेक्ट प्लस विल सेल प्लस ह्याभ प्लस यसमा चाहिँ B भयो यसमा चाहिँ ह्याभ प्लस V3 भयो हैन। आई विल ह्याभ इटन राइस म चाहिँ भविष्यमा चाहिँ यो काम चाहिँ गरिसकेको हुनेछु। जस्तो आई सेल ह्याभ इटन राइस फ्युचर पर्फेक्ट कन्टिन्युअस यसमा चाहिँ विल सेल प्लस ह्याभ प्लस बीन प्लस V4 यस्तो हुन्छ भने आई विल ह्याभ बीन इटिङ राइस भविष्यमा चाहिँ त्यो काम चाहिँ पर्फेक्ट कन्टिन्युअस काम पनि भइरहेको हुनेछ र कन्टिन्युअस यसमा मैले गर्न खोजेको चाहिँ सिम्पल प्रेजेन्ट टेन्समा V1 V5
प्रेजेन्ट कन्टिन्युअसमा इजेएमआर भनेको भ्यालु v1 v5 इजेएमआर have as प्लस बिन प्लस v4 अनि पास्टमा चाहिँ के हुन्छ v2 एउटा भ्यालु अनि अर्को भनेको पास्ट कन्टिन्युअसको was were प्लस v4 पास्ट पर्फेक्टमा भनेको was were यसमा चाहिँ had प्लस v3 अनि पास्ट पर्फेक्टमा चाहिँ had प्लस बिन प्लस v4 हैन फ्युचरमा चाहिँ will shall प्लस v1 फ्युचर कन्टिन्युअसमा चाहिँ will shall प्लस b प्लस v4 अनि फ्युचर पर्फेक्टमा चाहिँ will shall प्लस have प्लस बिन यसमा नि have आयो have प्लस v3 फ्युचर पर्फेक्ट कन्टिन्युअसमा चाहिँ will shall प्लस have बिन प्लस v4 मैले भिडियो अलिकति बनाएँ यो भन्दा नि अर्को चार्ट बनाएर चाहिँ भिडियो बनाउँछु म त्यो हुँदा अझै सजिलो हुन्छ होला बुझ्न हैन यो भिडियो बनाउँछु राम्रो लाग्यो भने हेरिदिनु होला शेयर गर्नु होला ओके